हजुरहरूको काँक्रा घिरौला लौका जस्ता लहरे तरकारी बालीमा औँसा किरा लाएर हैरान हुनुहुन्छ र मोहनी पासो प्रयोग गर्ने सोच्नु भएको छ भने चाहिँ आज म मोहनी पासोको प्रयोग कसरी गर्ने भनेर भन्नेछु। बजारमा मोहनी पासोहरू सहजै पाउन सकिन्छ। विशेष गरी एग्रोभेटहरूमा चाहिँ हामीले मोहनी पासोहरू पाउन सक्छौँ। र लहरे तरकारी बालीमा लाग्ने औँसा किराको लागि एकदमै ख्याल गर्नुपर्ने कुरा भनेको चाहिँ पासो चाहिँ सबैमा सेम हुन्छ, तर यसमा प्रयोग गर्ने मोहनी जसलाई हामीले लियोर फेरोमेन भन्छौँ, यो चाहिँ किराको टाइप अनुसार फरक फरक हुन्छ। मैले अघिल्लो भिडियोमा नि भनेको थिएँ आँपको औँसा किरा हो भने चाहिँ त्यसको लागि ब्याक्टेरिया डोर्सालिस भन्ने किरा हो, त्यसको लागि चाहिँ छुट्टै किसिमको मोहनी प्रयोग गर्नुपर्छ। तर यो लहरे तरकारी बाली लाग्ने औँसा किरा भनेको चाहिँ ब्याक्टेरिया कुकुरबिटी हो, यसको लागि चाहिँ त्यही किसिमको मोहनी प्रयोग गर्नुपर्छ। र हामीले यो चाहिँ मोहनी हो र यो चाहिँ पासो हो। यसरी मोहनी चाहिँ हामीले यसरी पासोमा हाल्छौँ। यो चाहिँ लहरे तरकारी बालीमा लाग्ने औँसा किराको लागि चाहिँ प्रयोग हुने लेउर हो। यसरी मेलोन फ्लाइ लेउर भन्दा चाहिँ ब्याक्टेरिया कुकुरबिटीको लागि चाहिँ छुट्टै हुन्छ, यो चाहिँ प्रयोग गर्नु पर्यो। यसरी चाहिँ हामीले भित्र मोहनी र यो चाहिँ पासो हो। हामीले भित्र प्रयोग गरेको मोहनीको गन्धले यसमा भएको लिउरको गन्धले चाहिँ भाले किरा चाहिँ यसको पालबाट छिरेर भित्र आउँछ र पासोमा फसेर मर्ने हुन्छ। यसरी चाहिँ हामीले भाले औँसा किरालाई कन्ट्रोल गर्न सक्छौँ। र हामीले चाहिँ हाम्रो यस खेतमा चाहिँ मोहनी पासो प्रयोग गरिसकेका छौँ, यसरी झुन्डाएका छौँ। र अबको केही समयपछि यसमा चाहिँ औँसा किराहरू पस्न सुरु गर्छ र त्यसमा फसेर मर्ने हुन्छ। र आगामी भिडियोमा चाहिँ म यसमा कति किराहरू फस्छ भनेर चाहिँ देखाउने छु। हजुरहरूले चाहिँ आफ्नो लहरे तरकारी बालीहरूमा औँसा किराबाट बचाउनको लागि चाहिँ मोहनी पासोहरू कसरी प्रयोग गर्ने गर्नुभएको छ कृपया फोटो पठाउनु होला कमेन्टमा र भिडियो हेरेर अरूलाई सेयर गर्नु होला। हस्, धन्यवाद।